सम्पूर्णमा नमस्कार। म प्रकृति बन्जारा आरम्भ विद्या मन्दिर रामधुनी 5 की 2 कक्षाकी छात्रा। आज म हाम्रो विद्यालयका प्रधानाध्यापक विमल बराइली सरसँग हाम्रो विद्यालय र शैक्षिक विषयमा सानो अन्तर्वार्ता लिन गइरहेकी छु। यो मेरो पहिलो अन्तर्वार्ता हो। आशा छ तपाईहरुलाई हाम्रो भलाकुसारी मन पर्नेछ। अब कार्यक्रममा स्वागत गरौँ हाम्रो विमल सरलाई। सर यहाँलाई स्वागत छ। धन्यवाद। सर आरम्भ विद्या मन्दिरको बारेमा बताइदिनुस् न। यो आरम्भ विद्या मन्दिर आजभन्दा करिब 11 वर्ष अगाडि एलएन मेमोरियल भन्ने नामले यही वडाको कल्पवृक्ष पार्टी प्यालेस भन्दा केही मिटर पछाडि सञ्चालित थियो। अनि हाम्रो टिमले यसलाई शैक्षिक सत्र 2076 सालबाट यसको म्यानेजमेन्ट टिम परिवर्तन गरी यसको नाम आरम्भ विद्या मन्दिर राखेर हामीले नयाँ ढाँचाबाट यो विद्यालय सञ्चालन गर्न सुरु गरेका हौं। विद्यालयमा पढाइ राम्रो बनाउनका लागि तपाईं के काम गर्नुहुन्छ? विद्यालयमा पढाइ राम्रो बनाउनको लागि सबैभन्दा पहिला शिक्षकहरूको असल शिक्षकहरूको छनौट गर्नुपर्छ। तत्पश्चात शिक्षकहरूलाई तालिमको प्रबन्ध गर्नुपर्छ र हाम्रो विद्यालयले निर्दिष्ट गरेका हाम्रो विद्यालयले सिकाइमा आवश्यक ठानेका सम्पूर्ण कुराहरूको जानकारी गराएर त्यस सम्बन्धी तालिमहरू शिक्षकहरूलाई दिनुपर्छ र विद्यार्थीहरूलाई पनि अनुशासित भएर शिक्षकहरूले पढाएका कुराहरूको शिक्षकहरूले गरेका क्रियाकलापहरूको राम्रोसँग अनुसरण गर्ने र सिकाइलाई थप उपलब्धिमूलक बनाउने प्रयत्न गर्नुपर्छ। आरम्भ विद्या मन्दिर अरु विद्यालय भन्दा के कुराले फरक छ? आरम्भ विद्या मन्दिर अरु विद्यालय भन्दा धेरै कुराले फरक छ। आरम्भ विद्या मन्दिर स्थापना भएकै अरु विद्यालयहरू भन्दा फरक कुराहरूको सिकाइ गर्नको लागि स्थापित भएको हो। हामीले खास गरी किताबमा भएका कुराहरू मात्रै विद्यार्थीहरूलाई पढाउने नभइकन सिकाइको मुख्य पाटो विद्यार्थीहरूको चौतर्फी विकास भन्ने तपाईले सुन्नु भएको होला। चौतर्फी विकासमा विद्यार्थीहरूको संवेगात्मक विकास, विद्यार्थीहरूको सामाजिक विकास, यी यावत कुराहरू जो छन् नि, शारीरिक विकास, यी सबै कुराहरूको छुट्टा छुट्टै क्रियाकलापहरू गरेर हामी उनीहरूको विकासमा ध्यान पुर्याउँछौं र सिकाइलाई अझै थप उपलब्धिमूलक बनाउनको लागि विद्यार्थीहरूलाई मनपर्ने खेलकुदहरू, खेल विधिहरू प्रयोग गरेर विद्यार्थीहरूलाई मनपर्ने कथाहरू भनेर र विद्यार्थीहरूलाई मनपर्ने अरु यस्तै क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सम्मिलित गराएर हामी सिकाइलाई झन स्ट्रङ बनाउने प्रयत्न गर्छौं। तपाईको अनुसार एउटा विद्यार्थीले राम्रो नतिजा ल्याउन के गर्नुपर्छ? एउटा विद्यार्थीले राम्रो नतिजा ल्याउन सबभन्दा पहिला आफू अनुशासित हुनुपर्छ। शिक्षकले सिकाएका कुराहरू ध्यानपूर्वक सुन्ने गर्नुपर्छ। आफूभित्र कहिले पनि डर पालेर राख्नु हुँदैन। आफूलाई लागेका कुराहरू तुरुन्तै शिक्षकलाई सोध्ने बानी बसाउनुपर्छ र विद्यालयभित्र तपाईमाथि भएका कुनै नराम्रा कुराहरू भए तपाईले आफ्ना साथीलाई, मनपर्ने साथीलाई, मिल्ने साथीलाई, विद्यालय प्रशासनलाई वा आफ्ना अभिभावकहरूलाई तुरुन्तै शेयर गरिहाल्नुपर्छ। विद्यालयमा शिक्षकहरूले बच्चाहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? हाम्रो विद्यालयमा खास गरी सबै शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई विद्यार्थीको रूपमा नहेरेर एउटा असल साथीको रूपमा हेर्नुहुन्छ र हाम्रो विद्यालयमा कोही पनि विद्यार्थीहरूलाई, कुनै पनि नानी बाबुहरूलाई पनिशमेन्ट दिने चलन छैन। यो वर्जित कुरा हो हाम्रो विद्यालयभित्र। पढाइका लागि तपाईं के नयाँ
पढाइका लागि खास गरी अन्य विद्यालय भन्दा हामी अलिकति फरक छौं। अरू विद्यालयहरूले चाहिँ हामीले विद्यार्थीहरूलाई के सिकाउने भन्ने विषयमा चाहिँ सोचिरहन्छन्, त्यस सम्बन्धमा योजना बनाइरहन्छन्। तर हामी चाहिँ खुद विद्यार्थीसँग कस्तो किसिमको सिप वा कस्तो खालको चासो छ त्यसैलाई चाहिँ हामी अझै परिष्कृत गर्दै लाने प्रयत्न गर्छौं। विद्यालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्रिपक्षीय कोअर्डिनेसन हो। त्रिपक्षीय कोअर्डिनेसन भन्नाले विद्यार्थी स्वयं, विद्यार्थीका अभिभावकहरू र विद्यालय प्रशासन हो। यी तीनटा पक्षको बीचमा राम्रोसँग कोअर्डिनेसन गर्न सकेको खण्डमा अवश्य विद्यार्थीहरूको पढाइ राम्रो हुन्छ। आजको हाम्रो कुराकानी हेरेर बस्नुहुने सबै विद्यार्थी तथा अभिभावकलाई के भन्न चाहनुहुन्छ? म आजको हाम्रो यो कुराकानी सुनेर बसिरहने सबै दर्शकहरूलाई यो भन्न चाहन्छु कि अभिभावकले विद्यार्थीलाई विद्यालयमा जिम्मा लगाएर मेरो सबै जिम्मेवारी सकियो, अब सबै विद्यालयले मात्रै गर्नुपर्छ भन्ने सोच आजबाट त्यागिदिनुहोस्। अनि सबै स्कुलहरूलाई, विद्यालयहरूलाई म के भन्न चाहन्छु भने आफूले जबरजस्ती कुनै कुरा सिकाइ गर्नलाई नतम्सिनुहोस्। विद्यालयले विद्यार्थीसँग भएका सिप र क्षमताहरूको पहिचान गरेर त्यसैलाई परिष्कृत गरेर लैजानुपर्छ। उनीहरूसँग भएका कलाहरू, उनीहरूसँग भएका सिपहरू त्यसैलाई प्रस्फुटित गरेर लैजानु पर्ने हो। र विद्यार्थी स्वयं मुख्य कुरा हो सिकाइ प्रक्रियामा। त्यसो भएको हुनाले विद्यार्थी पनि अघि मैले भने जस्तै अनुशासित, आफूलाई लागेका कुराहरू निर्धक्कसँग शेयर गर्न सक्ने, मिलनसार र आफूले सिक्नुपर्ने कुरामा एकाग्रता भएर लागिपर्ने विद्यार्थी असल विद्यार्थी हो। साथीहरू, तपाईहरुलाई मलाई कुराकानी कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। तपाईहरुलाई हाम्रो कुराकानी मन पर्यो भने शेयर गर्नु नभुल्नुहोला। यति भन्दै आजको कार्यक्रमबाट म प्रस्तुता प्रकृति बान्जारा र आजको पाहुना विमल सरलाई पनि बिदा दिनुहोस्। नमस्कार। नमस्कार।